सर अस्ति तपाईँलाई पैसा चाहियो भने होइन म उयो घर सेल गर्दैछु मान्छे खोज्नु अनि त्यसपछि म तपाईँलाई पैसा दिन्छु बरु घर कसको हो घरको मैले बेच्ने भएपछि कसको हुन्छ भने मेरै हुन्छ नि ल हामीले पत्यायौँ है नपत्याउनुहोस् केही छैन ठिक छ यो ठाउँ कतिपयलाई थाहा छैन होला होइन यस्तो डाँडा छ केटा म यतै घर जाउँ गर्छु है यतै बस्छु हेलो साथीहरू गुड मर्निङ फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा आज चाहिँ म रुमबाट साथीकोमा जान नि सक्छु अथवा बाटोमा कुद्न नि सक्छु साथीलाई भेटेर साथीहरूलाई लिएर जान्छु यी घुम्न जाने भनेको गोल्डेन है यहाँ हिमाचल चोकमा सबैभन्दा अगाडि आउने म पर्छु होइन सबैभन्दा ढिला उठेर पनि अगाडि आउने मन छ केटाहरू अहिलेसम्म कोही आइपुगेको छैन अहिले तिनीहरूलाई देखाउँछु यहाँ चोकमा चाहिँ म आइसकेँ सर भर्खर आइपुग्नु भयो ल भर्खर आइपुग्नु भयो एउटा सर 15 मिनटपछि के छ ठिक छ उनीहरू आउँदैछन् म यहीँ दुईजना प्लेनहरू फेरि गाडी आइपुगेन यस्तै बेला एक नम्बर ढिला गर्ने जाके लगाउने मान्छे अन्त यहाँ पनि 1 घन्टा अगाडि रुममा गएर बसेको थियो तिमी आउँदिन भनेर बसे मान्छे रियालिटी थाहा छ म यहाँ बसेको 1.5-2 घन्टा भइसक्यो बसेको अब सुरु भयो उहाँको सुरु भयो फोनमा बोल्ने एकैछत्ता रुम ढिला गर्ने निस्किन रुमबाट म्याप देखाउने समीर म्याप हेर्दै आएको यहाँनिर बाटै बन्द भयो कि बाटै बन्द सबै कम्पानी छ अब फेरि यत्रो बाटो घुमेर उता पारिबाट जान भयो थियो सर अस्ति तपाईँलाई पैसा चाहियो भने होइन म उयो घर सेल गर्दैछु मान्छे खोज्नु अनि त्यसपछि म तपाईँलाई पैसा दिन्छु बरु घर कसको हो घरको मैले बेच्ने भएपछि कसको हुन्छ भने मेरै हुन्छ नि मेरो घर म यो बेचेर तपाईँलाई पैसा दिन्छु ग्राहक खोज्नु गीतमा इन्डिया चाहिँ भने सुनेको थिएँ मालदा कसरी किन्ने भयो तपाईँले मालदामा किन्नु के पोसिबल छैन र ल हामीले पत्यायौँ है नपत्याउनुहोस् केही छैन ठिक छ हामी जानुपर्ने यो घरको अगाडि हो हाम्रो डेस्टिनेसनमा हिँडेको सबै नुब्राहरू कसैलाई बाटो थाहा छैन म अगाडि हिँडेको छु उनीहरू उहाँ पछाडि एउटा फोन हेरेछ अरूको एकदमै ढिला गर्ने मान्छे त्यहीँ छ रुमबाट निस्किँदा पनि बाहिर पनि बाटो छ भन्दा पनि कता कता छिराएर दबेज बक्स होटल जस्तो लाग्यो हामी जानुपर्ने उयो म्यापको उतै छेउमा यो बाटो हुँदै गाई झर्छ अब त्यसरी घुमाउन ल्याएको अब बाटोमा हिँड्नु पर्यो भनेर बेर सम्झिएर खान्छ जडियाहरू 1 नम्बर जडिया बेर ल्याउनु चिप्स ल्याउनु भनेर भन्ने मान्छे भन्नुभन्दा विस्की भन्दा बेर राम्रो जहाँ खान्छन् बेर त पानी हो जहाँ टिसर्ट हो कि क्या यता त्यस्तै लाग्यो कि अहिले हालेको ल ठिक छ यहाँबाट उहाँबाट झरी बाटो यहाँ यही साइड देखेन भाइ यार तिमी सिधै हामफाल्ने मात्रै कुरा गर्छौ यार यो यहाँबाट जाँदै गर हामी यहाँबाट जान्छौँ पखाउनु है बुधको घर हो यार ल हामी यहाँबाट जाऊँ न त अब ल चलो गाइस चलो 1 घन्टा हिँडाएर अनि 1 घन्टा हिँडाएर मान्छे 10 मिनट बाटो भनेर छुट्टीको दिन यस्तो पहाड हिँडाएर गाडीमा आधी घन्टा हो हिँडेर 10 मिनट हो गाडीबाट झरेको कति भयो 10 मिनट 1 घन्टा 35 मिनट उसले म्याप हेरेर समीरले म्याप हेरेर यत्रो घुम्नु पर्यो चाहिँ कहिले घरको अगाडि लाने कहिले होटलको अगाडि लाने मैले फेरि भयो चाहिँ त्यही मन्दिर घुमाएको थिएँ मन्दिर के अरे त्यो रेस्टुरेन्ट घुमाएको थिएँ सही बाटो छ यार यहाँ पनि अर्को घर रहेछ टिकटक हान्ने हो कि क्या आउँछ ओइ कालिस हो र मामा पाउँदैन नि यहाँ खरा छिरेखा होइन मामा पाउँदैन है केटा हिजो विन्डीले गर्दा छिर्केमा 13 वर्षको पुरानो खुचीलाई पाएको थियो अब त्यहाँ रेस्क्यु टिमहरू अहिलेसम्म पनि स्टिल अपरेसन रेस्क्यु गरिरहेको छन् कुनै क्लिप भयो भने म हालिदिन्छु होइन हाम्रो टोलीहरूलाई चाहिँ हिजोको जस्तो हावाले चाहिँ नहानुहोस् है यहाँ रेस्क्यु टिम आउन पनि टाइम लाग्छ डेस्टिनेसनको ठाउँ आइपुग्न लाग्यो जस्तो लागिरहेको यही हो कि जस्तो लागिरहेको मलाई वा यही बाटो यहाँबाट
यस्तो डाँडा छ एउटा स्वाट्ट निस्किने यो ठाउँ कतिपयलाई थाहा छैन होला होइन मैले नि टिकटक हेरेर देखेको केटाहरूलाई मैले सुना ए के हो कसको लभ के लेख्छ नि रोमियो एन्ड जुलियटको तपाईँको यहाँ लेख्नु त यहाँनिर तपाईँको केटीको नाम चाहिँ केटीको नाम चाहिँ लेखेर रहेछ यहाँ लेखेर रहेछ केटीको नाम चाहिँ को राख्ने हो भएको भने समीरको यहाँ गर्लफ्रेन्ड भएको भने हाम्रो छैन यहाँबाट फोटो खिच्न पाए हुन्थ्यो नि त यहाँबाट राम्रो आउँछ नि त कतिवटा चाहिँ यो बाहिरपट्टि भ्यू देखाएर क्या गर्लफ्रेन्ड नहुनेहरूको काम यहाँ छ नि फेरि गर्लफ्रेन्ड नहुनेहरू ए यहाँ डाँडामा जान मिल्दो रहेछ है टोलियो ओए के हो यो त पुवाल छ त यार केटा म त आइपुगेँ दामी ठाउँ छ दामी ठाउँ छ भने आऊ ल भाइ ल ऊ त्यहाँ चाहिँ राम्रो छ टेकौँ है त्यहाँ होल छ ऊ मान्छे चिल्लाने फेरि यता माथिल्लोपट्टि टेक्नु न हो समीर गिर्सेर कसरी आउने रे ल यहाँ दामी रहेछ है यो ठाउँ चाहिँ यहाँ चाहिँ ल एउटा भिडियो बनाउनु दामी हुन्छ दामी ठाउँ छ ल त्यहाँ रोड छ ऊ यहाँ सानो घर जस्तो छ होइन यहाँ पनि घर छ हामी यताबाट त आयौँ होइन ऊ यहाँ यो होल भएको होइन हावा चलिरहेको मलाई नधकालोस् यो डाँडामा चाहिँ कसरी जाने यतापट्टि त आयौँ होइन यो डाँडामा जान पनि छ पाए त हुन्थ्यो अहिले मिल्यो भने ऊ यहाँ पनि जाने कुरा छ यतातिर दामी ठाउँ अघि उहाँ फोन बोल्दा चाहिँ मैले केही भनिनँ क्या अहिले म एकछिन 5 मिनट बोल्दाखेरि अहिले यस्तो मलाई चाहिँ थेत कि थेत 1000चोटि थेत भनिसक्यो टोलीहरू ल भन्नु अब बवाल ठाउँ रहेछ है पहिला अब यहाँनिर यस्तो सानो सानो होइन छिरे रोहरू भएको अनि यहाँ यो आर्मी क्याम्प जस्तो क्या सानो चिटिक्क परेको केटा म यतै घर जम गर्छु है यतै बस्छु के गर्नु यार यस्तो दामी ठाउँ छ यार अब यो घर भनेको चाहिँ मेरो हो भनेको दामी ला यो ठाउँ म किन्छु हेर समेत यहाँ भनेको हेर्नु सेफ छ चोर पनि आउनु सक्दैन सिटीमा अलिकति प्रब्लम भनेको यहाँ झर्ने एकैचोटि तल नतर्दै हस्पिटल आउन सकिँदैन नै त पर्दैन यार जवानी छु ठाउँ छ है छन चाहिँ सलेन्डामा कत्रो तलबाट फर्केर माथि डाँडामा एक दुईवटा टिकटक बनायौँ त्यो टिकटक बनाएर चाहिँ अब त्यतातिर जाने कुरा छ केटाहरू आफ्नो गफ गर्दै हिँड्छन् मस्त के कुरा अहिले घुमि हिँडेर यहाँ गोल्डन बे पुग्यौँ नामै गोल्डन बे घाम पनि गोल्डनै लाग्यो बवाल यो चाहिँ रेडिसन ब्लू है यस्तो सनसेट हुनुला होइन बाटो फेरि यस्तो छ क्या अनि यहाँ फेरि काउली पुरै फाँड्दै थियो त दारीभरि के जस्तो पुरै काउली फाँड्दै थियो त के जस्तो उठाला नि हो क्या घरतिर खाँदै जानु होइन होला के हो यो माथिबाट जाने समीर यता यहाँ माथि यत्रो बाटो हुँदा हुँदै यार ब्रोकाउली पनि छ त यार ब्रोकाउली यहाँ छ पुरै खाँदै दामी सनसेट छ क्या यहाँनिर प्रबल सनसेट भएको होइन क्यामेरा हल्लियो क्या ए भी आकारमा गएको क्या चराहरू सही हेर न भाइ चरा पहिला यहाँ बन्द थियो होइन यता बार केही पनि थिएन अहिले यहाँ चाहिँ खुल्ला गरेर रहेछ क्या भित्र जानको लागि भित्र जाँदैछ समीर माइसाम भने किन डराएर यहाँ भुताउँदैन क्या कोही यार आउँदै रहेछ त सिसाको हो रहेछ यार यो कति वर्ष पुरानो होला है अब चाहिँ ल अब चाहिँ उज्यालो सिधा देख्छ ओ ठाडै खाँदा यार गाँजा गनायो यार डेन्जर गाँजा गनायो मास्तिर जस्तो है यस्तो बनायो हिँड्नुपर्छ किन भनेर थर्कालाई नि फेरि अझै बिस्तार जानु है मेला
यस्तो जाडोमा पनि त्यहाँ होइन हामी यस्तो ज्याकेट लाएर बस्यो समीर आइगयो त यहाँ खेलिरहन्छ लो दामी चिप्ले हामी नि खान्छ माथि चढ्नु होइन छोडा छ जान त सजिलो आउनु चाहिँ गाह्रो अस्ति नै हामी उनीबाट जाने बाटो छ एउटा टाढै टक्क यहाँ गएको थियौँ यहाँबाट यो चढेर होइन यो ढुङ्गा बसेर हामी फर्केको थियौँ क्या अहिले गरौँ ल यत्रो नजिकबाट देखायो तै पनि सुन्दैन फोन गरेर भाइ तिम्रोबाट फोन उठाउँछ फोन गर न तिम्रोबाट फोन यो घर रेन्टमा छ है रमाइलो भयो खालि घरदेखि बित्तिकै रेन्टमा हो नझर्नुहोस् गुफा जस्तो छ खालि यो गुफा मात्रै ल्याउँछ यार राज्य यार जहिले पनि जहाँ गुफामै ओलीको लाइट हाउस हो ओलीको भ्यू टावर ओ यहाँ उता हेर न त्यहाँ रकेट कुदिरहेको क्या गरेर फर्केँ होइन मासु बोक्यो यो बच्चाले खाने के बोक्यो बच्ची हो 2-3बाट 8 वर्षको र कति वर्षको बच्चा बनाइसक्यो बच्चे भन्नु टोली बच्चा त वर्ष त जति पनि हुन्छ नि हामी चाहिँ बच्चै हो नि त ठिक छ मेरो 55 दिल बचपन थाहा छैन अब हामी चाहिँ घुमघाम गरेर आएर साथीकोमा गएर टक्क खानासाना खाएर म रुम फर्केको छु अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच बाई चा